कहाँबाट त्यहाँबाट उसलाई यहाँबाट फाले ढुङ्गा ए यहाँबाट वहाँ पुग्यो हो माई गॉड खतरा लडेछ त तिमीले चाहिँ मेरो इज्जत बचायौ यार तर तिमी लडेनौ नलड यसरी नै इज्जत बचाऊ मेरो उचाल उचाल जाऊ चस्माले कस्तो देखिरहेको अरे नि अलिअलि राम्रो देखियो सूर्यचौरको यात्रा हेलो कति बेर भयो तिमीहरू आएको हामीलाई आधी घन्टा भयो आएर बसेको हावा 5 मिनट होइन त्यहाँ कहाँनिर बसिरहेको थियो नि पेट्रोल हालेर आएको यता तल गएर उतापट्टि नेपाल डाँडादेखि त उतापट्टि अनि यो पानी पर्यो क्या मेन कुरा भनेको यस्तो गिद्दी गिद्दी भयो नि त फेरि मेरो बाइक होइन यहाँ साथीहरू यस्तो साउन्ड आइरह भने के भयो अरूभन्दा नि केटीहरूले झन् हाफ हाफ आएर आएको छ के हुने होला नि गति उता हाम्रो टोलतिर फेरि घाम लागिरहेको रहेछ यार अघि नै पनि यस्तो थिएन नि त यस्तो धुम्म परेको थिएन अचम्म लाग्छ क्या त्यो 5-7-10 मिनटको डिस्टेन्समा एकतिर पानी पर्ने एकतिर घाम लाग्ने हुन्छ क्या अलिक माथि गएर रोक्नुपर्छ क्या एकछिन कहाँ नपर्नु बोल्नु के अरे कहाँ हो अरे माथि आऊ भन न अलि माथि आऊ यस्तोमा कहाँ बस्नु फेरि पानी चाहिँ सूर्यचौर देखाइदियो यार पानी बस्नु न त भित्र त्यसो खाएर अनि फेरि उनीहरू आयो भने कहाँ यहीँ माथि आऊ भन न हाइटमा उता अगाडि हुँदैन छ माथि नि छ बस्नु माथि गयो नि हुन्छ रहेछ आज हामी कहाँ जानु लाग्यो नि सूर्यचौरमा सूर्य हेर्न पाइयो कि पानी हेर्न पाइयो सूर्यदेवै हुनुहुन्न रहेछ सूर्यचौरमा आज पानी परेर चाहिँ हामी यहाँ बसेर चाहिँ एउटा साथी कुर्दैछ साथी एउटा ल रोक्यो उनीहरूलाई एकछिन बख यहाँ रोक न एकछिन हो ठिक छ हामी त अब को जान्छ र फर्केर त्यहाँ चेक गर्छ क्या त्यो चेक पोस्ट हो क्या त्यो आर्मी ब्यारेकको चेक पोस्ट हो ए के हो औडा हो रहेछ त्यही त पछाडि नै छ क्या ऊ आयो के को के भन्यो डिलिट गर्न लाउँछ अब गर्न मिल्छ सेल्फको भएर होला ल यता हो ल यहाँ यता भित्र छिर्ने हो है हामी हिँड्नुपर्ने भयो हाम्रो कन्डिसन चाहिँ वा स्वर्ग पस्दै गरेको स्वर्गको बाटो गइरहेको जस्तै भयो क्या यो चाहिँ क्या नुवाकोटमा चाहिँ यही हो क्या एकछिनमै पानी पर्छ एकछिनमै घाम लाग्छ अनि वेदर चेन्ज हुन्छ हुस्सो आउँछ के हुन्छ है मजा लाग्छ तर अब यस्तोमा चाहिँ भिडियो कसरी खिच्ने होला यार हामी भिडियो खिच्ने होइन खासमा ल उही जाम न नरोकिकन अब चाहिँ ल
अफरोड सुरु भयो रे सूर्य चौरको। अब फेरि बाटो सोध्दै जानुपर्ने होला कता हो नि लैदै। जथाभावी फोर फाल्ने कता रहेछ सोध्नुपर्छ। तल हो जस्तो लाग्थ्यो खोइ सोध्नु हेरौँ न यहाँ। तल देखाइरहेछ त सूर्यचोर तल देखाइरह त तल हो त्यहाँ ऊ म्यापमा कि म्यापै झरेको यो तलै हो के तलै हो तर बाटो चाहिँ डेन्जरै छ है। अब डेन्जर छ यस्तो बाटो त। ओहो इधर ही है बाटो तो कितना ऑफ रोड है बस इतना और ज़्यादा। ल्या 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 हुन्छ जस्तो जग्गा नि हाम्रो त। मार्यो बाटोले मार्छ जस्तो छ नि त गाइस। डर लाग्यो माइ लर्ड। ल हिँड डिस्टेन्समा हिँड्नुपर्छ है अलिक। नजिकै भयो भने एउटालाई ठोक्यो भने ठाउँ हुँदैन क्या। Keep distance for your safety. के भयो माई गड छ कि क्या हो बाटो त ढोस्दै हो क्या हो। यो साइडै च्यापौँ न हाम्रै साइड च्यापौँ क्या उताबाट आइहाल्यो भने झ्याउ हुन्छ फेरि। कि त अलिक नसक्ने नै रहेछ भने एकछिन होल्ड गर्नुपर्छ होइन। ल हिँडौ म उताबाट ए ओके। गियरमा चलाऊँ डिस्टेन्स मेन्टेन गरौँ। अरू त के हो र बाटो त्यस्तै छ हाम्रो सूर्य चौर जाने बाटो। यस्तो मेहनत गरेर गएर चाहिँ भ्यू चाहिँ दामी खिच्न पाएँ हुन्छु। आम्बो झन्नै पल्ट्यो यार पुरै तल त पछाडिको टायर त चिप्लिरहेको रहेछ भने। जिस्केको होला त। म झन्नै लड्ला जस्तो भयो यार। नाच्यो मेरो बाइक। एकैलाई हेर्नु हुँदैन क्या आफ्नै लड्छ फेरि। ओइ के हो यार
के भएको त दुईटै लडेको ल ओइ गयो वेट वेट उता ब्रेक है यस्तो बाटो छ म त मायालाई हेर्दै थिएँ पछाडि झन्नै मै लडेँ यहाँको के गयो यार पिन ओ एकछिन एकछिन के भयो के एकछिन अप्ठ्यारो ठाउँमा छ क्या एकछिन एकै लड्छ यार ल उसलाई हेरेको होइन म पनि मिररमा तिमीलाई हेर्ने हुँदा झन्नै लडेँ माया कस्तो डिसब्यालेन्स भयो जस्तो भइरहेको थियो यहाँनिर कि म त यता हेर न झन् पुग्न लाग्यो है अनि लड्यो भनेको झन् मजा आउँदैन दुईटै पछाडि हेर्छु त ला उसको त घुँडामा लागेछ खै स्ट्यान्ड लगाइदिउँ ल छोडिदेऊ अरे भन दुईटै उत्तानु परिरहेको रहेछ भने म आउँदा त भनेर के यस्तो भनिरहेको थियो कि म लडेर चाहिँ होइन माया चाहिँ भनेर कराएको होला नि यस्तो फर्केर हेर्दा ऊ पनि भनेको पछाडिको टायर स्वात्तै चिप्लेर मन लड्यो घाउ भएछ म त त्यो हत्तानु पो त त्यहाँ रोकेँ चिप्लेको हेर न मेरो यहाँ टायर कसरी गएको हिँडेर मेरो खुट्टामा लागेछ हातमा ओ यतापट्टि घुँडामा लागेछ तिम्रो नि पानीको बोतल ल्याएन है हामीले पानी खालिदियो नि अघि नै लड्ने बेला भिडियो खिच्नु पर्छ नि है खिचिरहेको खिचिरहेको थियो होला खिचिरहेको खै मैले खिचेको थिएँ थिइनँ ल खिचिरहेको मैले भनेको कि त्यही भएर डिस्टेन्समा हिँड्नुपर्छ तिमीहरू सँगै हिँड्यो कता हिँड्ने भयो होला लड्यो भनेर म त झन् खुट्टा टेक्नु पर्यो भने यता आएको नि यहीँ चिप्ल्याएको कि म चाहिँ यहाँबाट फुत्तै फाल्दियो के कहाँबाट त्यहाँबाट उसलाई यहाँबाट फाले ढुङ्गा ए यहाँबाट उहाँ पुग्यो हो माई गॉड खत्रै लडेछ यस्तो भएर है यहाँबाट मैले चाहिँ यहाँबाट अब त्यो उयो भइरहेको थियो नि त लड्यो नि त यस्तो भयो अनि उतै कुदाउँछु भनेको अनि कन्ट्रोलै भएन के उछिटेछ त बाइक त खत्रै हेर त गाह्रो त हुँदैन नि चलाउन हुँदैन बाटो हेर्नु पर्यो गाइस बरु एकअर्कालाई नहेरिकन हिँड्नु फेरि पनि के भएको लडेर यस्तै भएको थियो कि हुन चाहिँ पहिला अलिक हेरेर हेर है त्यो एकअर्कालाई नहेर बरु है आफूमा कन्सन्ट्रेट भएर अलिकति ग्याप मेन्टेन गरेर हिँड्नुपर्छ क्या म त माया उता परै लड्न खोजे जस्तो लागेर मिरर हेर्दै थिएँ हेर्दा म नि यहाँ झन्नै लडेको के गरेको यो केटीले एक दुईजना लडेपछि झन् होपलेस हुन्छ है आफू पनि लड्न मेरो छैन फेरि के गर्छ मलाई नि हान्नु त्यताबाट नहिँड माया एकछिन पख म स्टार्ट गरेर जान्छु यताबाट हिँड्नुपर्छ कि यस्तो हिलोमा धेरै हिँड्नु जान्ने बल्टी त आफै लड्न बेर छैन मेरो नि बाइक त कम्ती नाच्छ र बिचरा तिमीले चाहिँ मेरो इज्जत बचायौ यार तर तिमी लडेनौ नलड यसरी नै इज्जत बचाऊ मेरो स्किन त्यत्तिकै खाली थियो त्यही भएर सेन्सिटिभ टाइपको छ छुयो कि अलिअलि उसकोतिर नि नाङ्गो खुट्टा भएर जाम अलिकति अगाडि होला यस्तो धुम्म भयो अनि आमामा आइस भन्दा आएँ जस्तै भयो धेरै डिस्टेन्समा नि हिँड्नु हुँदैन फेरि लडेको नि थाहा पाउँदैन साथी लडेर पाउँ तानो परिरहेको भने त थाहै हुँदैन
माथिबाट जानु है हो यहाँबाट बिचबाट होइन हो त्यहाँ बिचबाट किन भयो साइडबाटै हिँड यतै हिँड नि त म मैले सिकाए जस्तै भयो यार टायर त गयो त तलतिर तलतिरै झर्छ क्या माई गॉड पल्टा भेटेन होल्ड त गर्न खोजेको सक्दै सकिनँ एकछिन है कस्तो ठाउँमा ऊ भयो भने नि चिप्ले धेरै बिस्तारै जानु बिस्तारै चक्कै पुरै चिप्लो हिल्लो भइसक्यो त अनि एक्सरे धेर्नु अब हिमु बाँकी छ है जुत्ता पनि उल्टिरहेको रहेछ कि कस्तो लोदर लाग्यो जुत्ता उल्टिरहेको रहेछ त्यही भएर लोदर लाग्यो क्या अब एकजनाको मात्रै के साह्रो हिलो त यो त्यतैबाट आउनुपर्ने छ के अरे होइन होल्ड गर्न कति खोजेँ है थाम्नै सक्दिनँ क्या म बाइकै अनि खेल्नुपर्ने होला दाइलाई बोलाउनु होइन ठेला न हुन्छ होला हामीले उचाल उचाल जाऊ मम्मी मलाई डर लागिसक्यो आउ त आशै मर्छ क्या पल्टेपछि त है छ्याउै अब यहाँ उकालो चढाउनु पऱ्यो नि त यतैबाट आउनु पर्ने रहेछ क्या अघि नै यतैबाट छिटो छ सजिलो छ यहाँबाट सक्छु हरे राम चढ्यो तिम्रो त खतरा बाइक उडिहाल्छ नि हेर्दै यस्तो भयो टायर यसले काम गर्छ मेरो ल यार सबै हिलो भयो टायर त हेल्प गर्नुपर्छ होला सबजना गयो यार मासतिर Thank God. Oof. Mommy. चक्कै हिल्लो यस्तो भयो कि कुरै छोडिदिउँ माई गड
सूर्य चौरले खै सूर्यदेव ननिक्लेर होला यस्तो भएको यो यताबाट गयो भने के होला हौ ल जाऊ वा सूर्यदेव निस्किनु भयो है हामी आएपछि छिराउ छिराउ बाटै त्यस्तो सातो पुत्लो उडाउने खालको अनि चस्माले कस्तो देखिरहेको अरे नि अलिअलि राम्रो देखियो भयो राम्रो भन्दै आऊ के म लाउँदिन कपाल चाहिँ यस गर न अलि अनि अलि झन् राम्री देखिन्छ अब झन् पुरै राम्रो देखियो अब चाहिँ खत्रै देखियो ल हामी चाहिँ कहाँ आइपुग्यौँ रे अहिले सूर्य चौर तर हिलो चौर राख्दा हुन्छ यो बाटो यो ठाउँको नाम सबैतिर हिलो हिलो छ चौर चाहिँ छैन यत्रो चौर छ हो त्यस्तो धन्न घाम लाग्यो होइन चौर भएको भनेको यता यहाँ छैन भने चौरै सबै सूर्य चौर देख्न सक्नुहुन्छ ओइ तल छ नि जाने ठाउँ हो र अनि मान्छेहरू छ नि त फेरि त्यही यहाँ राखेर पुरै हिलो छ खोइ चौर कहाँ छ खोइ यतिको चौर छ हैन गाह्रो सूर्य चौर है यो चाहिँ हाम्रो ल एक बल्डाङ लडियो होइन अब टायर यस्तो भयो क्या टायर हिलोले छ्याप्पै समाइदियो मेरो त झन् त ग्रिपमा गएर होला यो वालामा गएर पुरै यति हिलो हिलो भएको थियो अनि चिप्लियो क्या मस्तले त्यही हो ल फाइनली अहिले चाहिँ हामी सूर्य चौर आइसकेको छौँ अब सूर्य चौर चाहिँ पहिलाभन्दा अलिक खराब नै भएर रहेछ कन्डिसन अनि आजको झन् पानी पऱ्यो आज स्याटरडे वेदर बिग्रेर अलिअलि हिलो धेरै छ हिलो बाटो हामी लड्यौँ पनि एक दुई ठाउँमा अनि फाइनल्ली आइसक्यौँ हामी ठिकै छ एडभेन्चर पनि छ रमाइलो पनि छ सबै कुरा छ यता पनि देखाइदिनु ल यही हो गाइज मेरो हालत चाहिँ यस्तो छ क्या केटीहरूले गोप्रोबाट खिचाउ कि नगर आन्दोलन नगर माया पाउन अब चाहिँ हामी यो ठाउँबाट बाई बाई गर्दैछौँ ब्युटिफुल ठाउँ तर हामी अलिकति टाइमिङ भएन मिलेन होला सायद आउन सो रमाइलो थियो रमाइलो भयो अब निस्किम बाटो फेरि डेन्जर छ कसरी जाने हो त्यही त म तिमीलाई माया गर्छु अरू कुनै चाह छैन भन्ने खालको मान्छे पनि कोही छैन यार छ ऊ मेरो डुकको बेबी हो यही डुकलाई भन्ने हो उहीसँग हिँड्ने हो डुल्ने हो रुँदा पनि हाँस्दा पनि अरू त त्यस्तै त्यस्तै भइहाल्यो जिन्दगानीमा सिङ्गल लाइफ रक भन्ने हिँड्यो मैले अनि अहिले चाहिँ मेरो त्यो फेसबुक मोनेटाइजेसनमा त के प्रोसेस गर्नु परेको भएर मैले निशा शर्मा फुएल राखेको नि त खासमा मेरो कास्ट नै निशा शर्मा फुएल हो तर मान्छेहरू झुक्केर तिमीले त बिहे गर्यो कि क्या मैले पहिला शर्मा मात्रै राखेको क्या निशा शर्मा मात्रै अनि फुएल पनि राखेको अनि तिमीले त बिहे गर्यो कि क्या हो फुएल पनि छ त कास्ट त दुईवटा छ गाइज मेरो बिहे त कि म सिङ्गल लाइफ रक भन्दै हिँड्छु त के को बिहेको कुरा गर यार म त रिस उठेर आउँछ भने गरेँ हेर्दा ल हान्ने हो क्या हो मलाई को हो यो हस् हस् बाई बाई
बाई एकछिन है बेब गएको ल साथीहरू ल आजको हाम्रो भ्लग चाहिँ यहीँबाट इन्ड हुन्छ अब साँझ पनि पर्यो घुमियो पानी पर्दै रोकिँदै भयो रमाइलै भयो एडभेन्चर पनि भयो सबै कुरा भयो अनि आजको भ्लग यहीँ सकिन्छ थ्याङ्क यू फर वाचिङ लभ यु अल अनि यसरी नै माया गर्दै गर्नु होला बाई बाई